हुन्छ म्याम, हजुर अब उहाँ म्याम एकतालिक केन्द्रमा जान्छु भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि उहाँलाई आज हामीले भजनको लागि पनि हामीले ईश्वरले मिलाइसक्नु भएको छ र म्याम समयमा पनि आउने ईश्वरले मिलाइसक्नु भएको छ। ईश्वरलाई करो करो धन्यवाद गर्छु र म शुभको नाममा सबै भजन हाम्रो म्याम हजुरले लेख्नु भएको भजन छ। धन्य ईश्वर, जय जय ईश्वर, यो सबैजना उत्साहित हौँ, सबैजना ताली मारौँ होइन। ईश्वरलाई करो करो धन्यवाद। र यसै शाखाका प्रमुख भक्त लामा सर हजुर, गीता लाखे म्याम हजुर, सम्पूर्ण लिडर साथी र सम्पूर्णलाई म सुसम्मान व्यक्त गर्न चाहन्छु र भजन उत्साहित हुनुहोला।